यो कामी हो। यो शाह भनेको राज परिवारले मात्रै भन्छ। यो कामी हो, कामी यो साला कामी। ए रानीको छोरा कामी, आइज रानीको छोरा त तेरा आमा। नेपालको यो कामी, दमै, सार्की भन्ने एउटा जात मात्रै नभएर यी ठुला जातिहरूको एउटा गाली गर्ने शब्द पनि हो। जस्तो कसैले चाहिँ तथुई या कामी जस्तो भन्नुहुन्छ, कसैले चाहिँ टक्क दमैको अनुहार परेको भन्नुहुन्छ, त कसैले त सार्कीको अनुहार परेको भनेर भन्नुहुन्छ। जस्तो यहाँले भन्नुभयो कामी हो, कामी। भालेन्सालाई कामी भएर कामी भनेको त होइन नि त। मैले उहाँलाई गाली गर्नु त छैन, किनकि मैले किन गाली गर्दैन भने मैले गाली गर्ने हो भने उहाँ र ममा केही पनि फरक पर्दैन। म पनि एउटा कामीको छोरो हो होइन। कामीले कामी भन्नु पाउनुपर्छ, तर त्यो केमा भन्ने त भन्ने मात्रै हो होइन। ठिकै छ, कामी एउटा जात मात्रै नभएर ठुला जातिहरूको लागि